नमस्कार, म ऋषिराम सापकोटा, प्रधानाध्यापक ज्ञानोदय नमुना माध्यमिक विद्यालय खजुरा 3 बाँकेमा यहाँहरूलाई हार्दिक स्वागत छ। आउनुहोस् विद्यालयको हामी सँगै यात्रा गरौँ। ज्ञानोदय नमुना माध्यमिक विद्यालय 2034 सालमा खरको छानो र माटोको गारोबाट स्थापना भएको यो विद्यालय आज 11वटा बिल्डिङहरूमा 68वटा कोठामा व्यवस्थित कक्षा कोठा, ल्याब, लाइब्रेरी, आइसिटी लगायतका सुविधा सम्पन्न भौतिक पूर्वाधारमा विद्यार्थीहरू अध्यापन गरिरहेका छन्। शैक्षिक गुणस्तर सहितको र पूर्वाधार सम्पन्न यस विद्यालयमा हाल 2100 विद्यार्थीहरू अध्ययनरत छन्। प्राविधिक धार सिभिल इन्जिनियरिङ कक्षा 9 देखि 12 सम्म सञ्चालन छ भने अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट यस विद्यालयमा कक्षा 12 सम्म बाल विकासदेखि कक्षा 12 सम्म अध्यापन गराउँदै आइएको छ र अध्यापनको लागि 69वटा शिक्षक तथा कर्मचारीहरूद्वारा शिक्षण सिकाइ क्रियाकलाप र प्रशासनिक कार्यको व्यवस्थापन मिलाइएको छ। ग्रिन ज्ञानोदय क्लिन ज्ञानोदय अनुसार यो विद्यालयमा हरियाली वातावरण छ। फुलहरू फुलिरहेका हुन्छन् र स्वच्छ र हरियाली वातावरणमा बालमैत्री वातावरणमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन हुन्छ भने यातायातको लागि बसको समेत यहाँ व्यवस्था गरिएको छ र यो विद्यालय शैक्षिक गुणस्तरमा समर्पित यो विद्यालय शैक्षिक गुणस्तरको अतिरिक्त क्रियाकलाप खेलकुदमा समेत अब्बल छ। ओलम्पियन खेलाडी सोनु भट्ट जस्ता थुप्रै खेलाडीहरू उत्पादन गर्न सफल यो विद्यालय साहित्य र कलामा समेत अब्बल मानिन्छ र यो विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरूले माथिल्लो तह ब्याचलर्स र मास्टर्स लेभलका कक्षाहरूमा इन्ट्रान्स परीक्षामा सहजै नाम निकाल्न सफल छन् भने जब सेक्टरमा समेत डाक्टर, इन्जिनियर, प्रोफेसर, पाइलट लगायतका विभिन्न किसिमका उच्च स्तरका पोस्टहरूमा नाम निकाल्न सफल छन्। तसर्थ यो विद्यालय अभिभावक र विद्यार्थीहरूको रोजाइमा पर्दै आइरहेको छ। यो विद्यालयमा पहाडी जिल्ला कर्णालीका पहाडी जिल्लाहरूबाट समेत विद्यार्थीहरू अध्यापनको लागि आउने गर्नुहुन्छ। तसर्थ स्वागत छ यस ज्ञानोदय नमुना माध्यमिक विद्यालयहरूमा। यहाँहरू आउनुहोस्, हरियाली वातावरणमा आफ्ना छोराछोरीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि यहाँहरूको मन जित्न यो विद्यालय सफल भएको छ। तसर्थ यो विद्यालय